सरकारले 62-63 सालदेखि हालसम्म सार्वजनिक पदमा बहाल प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न एउटा आयोग गठन गर्ने निर्णय गरेको छ। यो निर्णय स्वागत योग्य छ। नेपाली जनताले भ्रष्टाचार विरुद्ध आवाज उठाएको लामो समयपछि अहिले सरकारले जुन सम्पत्ति छानबिन गर्ने आयोग गठन गरेको छ, यो निर्णय स्वागत योग्य छ। यो कार्यान्वयन होस्। बुधबार बसेको मन्त्री परिषदको बैठकको निर्णयअनुसार सम्पत्ति जाँचबुझ छानबिन आयोगको नेतृत्वमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीलाई दिएको छ। आयोगमा पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली, पूर्व न्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको आयोग गठन भएको छ। अब यसमा कुनै प्रश्न नउब्जियोस्। यो आयोग गठन भएपछि मेरो मनमा 2-4 प्रश्नले बास बसाले। प्रश्न बहुतै गम्भीर छ। राज्यलाई चुनौती दिनुपर्ने प्रश्नहरू हुन्। भोलि सत्ता रहन्छ या रहँदैन, त्यो पनि यो प्रश्नभित्र समेटिएको छ। मेरो प्रश्न, न्यायालयका वर्तमान र पूर्व न्यायाधीश तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न यो आयोगले सक्ला कि नसक्ला? मेरो पहिलो प्रश्न। दोस्रो प्रश्न, सेनाका अधिकृत पदभन्दा माथिका वर्तमान तथा पूर्व सबैको सम्पत्ति छानबिन गर्न सक्छ यो आयोगले? र अर्को तेस्रो प्रश्न, आयोग गठन भएको आयोगका पदाधिकारीहरूको सबै सम्पत्ति विवरण यथोचित न्यायोचित छानबिन गर्नुपर्छ पहिला। चौथो नम्बरमा, सार्वजनिक पद धारण गरेका वर्तमान र पूर्व सबैको सम्पत्तिमा खोड छ, दाग लागेको छ, आवाज उठेको छ। उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न सक्नुपर्छ यो आयोगले। यो आयोगको कार्यक्षेत्र विस्तार गरिएको छ कि छैन? यो पनि अर्को प्रश्न। निजी क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात, उद्योग, जलविद्युत तथा विभिन्न क्षेत्रका भ्रष्टाचार हुने ठाउँमा खरबौँको अनियमितता भएको छ। यसको जाँचबुझ गर्नको लागि शक्तिशाली आयोग बन्ला कि नबन्ला